आज त कति ढिलो उठेछ, काम गर्न पनि ढिलो भयो, काम गर्न पर्यो। कुछ कता गएछ? क्या रहेछ? ढोका आउँदैन म अहिले मात्छु। ए यहाँ हाम्रो भिडियो सुट हुँदैन। भित्र बढाल्नु पर्छ। ठीक हो। जाऊ। ले ध्यान म हेरेको छु बोल सानो थकिए अब एकछिन बस्नु पर्यो नानी गो नानी उठेर भात पकाइदिउ त म थाक्यो आज मम्मी उठेर मलाई सक्दिन के ए त्यो त यही हुन्छ नि को अल्छी उठ उठ उठ्रिको स्कुल जान पनि रेडी भयो छैन आउ रेडी हुन नानी यहाँ कुर्सीमा बस त स्कुल नखुलेको कति पुरी भयो हिजो नुहाइदिएर उसको आइदिएको झन् पुरी भयो आज स्कुल आएर जस्तो पठाइदिएको थिएँ त्यस्तै भएर आइज है ल झुक्दिन म तेल पनि कति यत्रोको भाँडामा हालिदिएछ सागर जस्तो बनाइदिएको त्यस्तै आइज है हेर त कपाल पनि कति लटा पारिरहेछ बल्ल निकाल्नु ठीक हो मम्मी मामाहरु कहिले जाने भोलि जाने हो भोलि मामा ठीक हो ल ल ल ल तिमी पनि ठीक हो कपाल पनि लामो भएछ पहिलाको भन्दा काट्दिएको अच्छा छिटो आएर स्कुल जाऊ अनि भोलि मामाहरु जाने है अनि वहाँ गएर फेरि मुख उफ्रिन लाए फेरि कस्ती रहेछ भन्छन् तिम्रो त बार्षिक छ होइन आज स्कुलमा अनि मिसले नाच्ने सिकाउनु भएको छ हिजो सिकाउनु भएको थियो जाने हौ राम्रो नाच्यो है मैले छैन म तिमीलाई रेडी गरिदिन्छु अनि जाऊ है स्कुल ल तिम्रो साथी आउने न आज खै त्यतै बाटो भनिसौ त हिजो ठीक हो ल एलर्जी त दबाई लायो ल ल
आउनु दाइ बाबु कहाँ बाबु छिटो आइज ल बन्सँग जा अब ढिलो भयो कतिको पनि लान्छ के राम्रोसँग जा है ठीक है छोरा छोरी पनि स्कुल गए अब क्यार्नी होला भित्र गएर सुत्नु पर्यो एकछिन थकाइ लाग्यो मम्मी 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 अब जो ए सुरक्षित आइसक्यो जान ठीक है ए कति छिटो आयो त नि आज छिटो छिटो आइदियो हुन्छ अनि त्यहाँ त्यही बस्ने हुन्छ के अनि छिटो आयो नि भेला र के कार्यक्रम भयो कार्यक्रम भयो मगा है साथै गरा ल ल बाइ म घाँस काट्न जान्छ तिमीहरू बस्दै गर है ल ल after 10 years old छोरी ठीक है हजुर कहाँ गयो ओ त्यहाँ थिए हजुरलाई त काम गर्दा यस्तो ढाँचा मम्मी आज त मामा घर जाने भनेको होइन ए जाने भनेको होइन म त रेडी भइसकेँ हजुर रेडी हुँदैन के त मामा घर जाने हो झोला पनि लिएर आउनु भाइलाई पनि बोलाउनु ए छोरा हजुर मामा जाने छोरा हजुर उठ न मामा जानु बोल्नु ठीक है धान पनि सुकाहा आमालाई फोन हान्ने भन्नु होइन हेलो मम्मी के अरे 5 दिनको लागि काठमाडौँ जानु हो ए हामी आएको थियौँ कि ए ल ल चापी त्यही छ ल आमा मामाहरू पनि हुनुहुन्छ होला नि ल सबै गयो उनी यसमा त हुन्न नि कान्छा मामा जेठो मामा हुनुहुन्छ सानो मामा हुनुहुन्न जाम भयो धेरै भयो हाम्रै घर आइन र दिदी नमस्ते मामा नमस्ते मामा नमस्ते यत्रो होस् नि त भन्दा अन्जीहरु गर्ने धेरै पछि भेट्न पाइले नआएको नि खै त नि बाबु अनि दाइ दाइ भित्र हुन्छ दाइ ओ दाइ हजुर भाइ बाहिर आउनु त दिदी आउनु ए दाइ नमस्ते मामा नमस्ते खै त भाइ पहिलेको त हैन हात्दैन होला बोलाउनु न भाइसँग बाबु हजुर मामाले भेट्न आउ त आइ नमस्ते मामा नमस्ते नमस्ते बाबु यत्रो भाइ छ त सबै भाइ ए भान्जा भान्जी हजुरलाई पनि धेरै दिन पछि भेट्न पाइयो मामा आमा है त नि आमा त 5 दिनको लागि काठमाडौँ गयो ए बिरामी हुनुभयो के भएर चाहिँ नि आमालाई खोइ ज्वरो अनि खोकी आएको अनि प्रेसर पनि हल्का कमै ए भाइ पनि छ रे अनि त्यो भएर चाहिँ जानु भएको के भाइ यसो 1 गिलास पानी ल्याउ त साह्रै तिखा लाग्यो ए ल हुन्छ ल है नै ले लाउनु भाइ अनि कहाँ बाहिर बस्न भित्र यी बस्नुहोस् न म पनि काम गर्दै थिएँ हैन
भान्जी चाहिँ भान्जा र भान्जी चाहिँ त्यहाँ सुत्छन् होला अनि हुन्छ ल भान्जा र भान्जी चाहिँ मम्मी र भान्जी चाहिँ यो खाटमा सुत्नु भान्जालाई चाहिँ एक्लै सुताइदिने हुन्छ सुत्छन् होला होइन अब अनि चाहिँ अब म चाहिँ यसो खाना बनाउँछु एकछिन आराम गर्न है मम्मी मामा जेठो मामा किचनमा जानुभएको छ सानो मामा त जानुभएको